वेलकम टु द इन्टरनेट। यस अघिको भागमा हामी मुम्बई आइपुगेका छौँ। अबको केही भाग मुम्बईबाट। हामी भर्खरै मुम्बई आइपुगेर सिएसएमटी टर्मिनलबाट निस्किएका छौँ। सिएसएमटी भनेको चाहिँ छत्रपति शिवाजी महाराज टर्मिनल्स भन्दो रहेछन्। निस्किने बित्तिकै हाम्रो रत्न पार्कको जस्तो पुरा अन्डरग्राउन्ड एकदमै ठुलो मार्केट रहेछ। कपडा, मोबाइल, पर्फ्युम, गिफ्ट सबै एकै ठाउँमा पाइँदो रहेछ। यता मान्छेहरू ट्रेन स्टेसनबाट आफ्नो गन्तव्य जान र आफ्नो गन्तव्य जानको लागि ट्रेन स्टेसन जानको लागि चाहिँ आतुर देखिनुहुन्छ। अब हामी यहाँबाट सिधै हाम्रो होस्टेल जाँदैछौँ अनि अब घुम्दै घुम्दै होस्टेल जानुपर्छ। यहाँबाट होस्टेल लगभग 900 मिटरको दूरीमा रहेछ। अब हामी हिँडेरै जाने निर्णय गऱ्यौँ, किन भन्दाखेरि हामीलाई चाहिँ साइट सिइङ गर्नु पनि छ। त्यसैले हामी चाहिँ हिँडेर जाने भनेर चाहिँ हिँडिरहेको छौँ। दाजुहरू अघि दुईवटा ठुलो झोला बोकेर हिँड्दै हुनुहुन्छ। हेलो हेलो, यहाँबाट मुनि मेट्रो छ क्या? मैंने बोला था ना उधर से जाना पड़ेगा। तो ठीक है इधर से देखो, कोई बात नहीं, कोई दिक्कत नहीं उसमें। कौन है? अगाडि देखिएको बिल्डिङ बिरहान मुम्बई म्युनिसिपलको बिल्डिङ रहेछ। हाम्रो अघि देखिएको यो भवन चाहिँ बिरहान मुम्बई कर्पोरेसनको भवन रहेछ। दाजुहरू चाहिँ पुरा फोटो भिडियो लिँदालाई पुरै आतुर हुनुहुन्छ। त्यो पर देखिएको भवन चाहिँ छत्रपति शिवाजी महाराज टर्मिनल्स हो अनि यो चाहिँ युनेस्को वर्ल्ड हेरिटेज साइटमा पनि सूचीकृत रहेछ। 1878बाट 1887 सम्ममा चाहिँ यो बनेको, झन्डै 9 वर्ष लगाएर बनाइएको रहेछ। बहुत ठुलो छ यो। सिएसएमटीको कुरा गर्दा चाहिँ ब्रिटिस सरकारको पालामा 1887मा चाहिँ कम्प्लिट भएको रहेछ। अनि ब्रिटिस सरकारको कम्पनी द ग्रेट इन्डियन पेनिन्सुला रेलवेले चाहिँ रेलवे स्टेसनको रूपमै प्रयोग गर्नको लागि चाहिँ बनाएको रहेछ। सिएसएमटीको पुरानो नाम भिक्टोरिया टर्मिनस रहेछ। ब्रिटिस सरकारको उपनिवेशको दाग हटाउनलाई 17औं शताब्दीको मराठा साम्राज्यको संस्थापक छत्रपति शिवजीको सम्मानमा 1996मा भिक्टोरिया टर्मिनसबाट चाहिँ छत्रपति शिवाजी महाराज राखिएको रहेछ। मुम्बई र सिएसएमटी एरियाको कुरा गर्ने हो भने भारतीय र ब्रिटिस कलाको मिश्रणले बनेको शताब्दी पुरानो घरहरू र दरबारहरू, मुम्बईमा चल्ने कालो र पहेँलो रङका ट्याक्सीहरू, मुम्बईको कोर एरिया यसरी मेन्टेन गरेको छ कि हरेक ठाउँ हेर्दाखेरि चाहिँ ठुला ठुला पेडिस्ट्रियन वकिङको लागि चाहिँ राखिएको चाहिँ ठुला ठुला ठाउँहरू अनि पार्किङहरू। अहिले हामी हिँडिरहेको चाहिँ महापालिका मार्ग हो। पारिपट्टि प्लान्टेसनको कारणले गर्दाखेरि चाहिँ पुराना घरहरू निकै धेरै छन् तर देखिएको छैन। कोर्ट, महापालिका भवन, आजाद मैदान पुलिस स्टेसन लगायत सबै कुराहरू पारिपट्टिको छन् तर प्लान्टेसनको कारणले केही पनि देखिँदैन रहेछ यताबाट। अघि हामी आएको चाहिँ यो बाटो हो अनि हामी बसेको होस्टेलमा बसेको हो। विश्रामत्रम भनेर चाहिँ होस्टेलमा बसेको हो। मैले अगाडि पनि कार्ड राखिदिएको छु होस्टेलको। मैले यो किन राखिदिरहेको भन्दाखेरि चाहिँ एकदम कन्भिनियन्ट छ यो होस्टेल। सिएसएमटी रेलवे स्टेसनबाट झन्डै 800 देखि 900 मिटरमा पर्छ अनि एकदमै ठिक छ, बस्नलाई पनि एकदम ठिक सुइटेबल छ अनि सस्तो पनि छ। त्यही हो माथि होस्टेलको होर्डिङ बोर्ड।
यो होस्टेल भएको बाटोको नाम चाहिँ लोकमान्य तिलक रोड भन्दो रहेछ। अनि होस्टेल चाहिँ यही हो। माथि तेस्रो तलामा छ खास होस्टेल। सस्तो पनि छ, राम्रो पनि छ, सजिलो पनि छ, कन्भिनियन्ट पनि छ अनि एकदम आनन्दको ठाउँ छ। स्पेसहरू पनि ठुलो छ। कोही मुम्बई आउँदै हुनुहुन्छ भने चाहिँ यहाँ बस्नुभयो भने चाहिँ ठिकै हुन्छ। हामी बसेको होस्टेल माथिबाट चाहिँ देखिने दृश्य चाहिँ यस्तो छ। एकदम कजी इन्भाइरोमेन्ट छ, एकदम रमाइलो छ, ठिक छ। घरहरू पनि नयाँ नयाँ बन्दै रहेछ। अलिकति पर यहाँनिर चाहिँ सेन्ट जेभियर कलेज पनि रहेछ। हाम्रो प्रकाश दाइ नेतृत्व गर्दै हुनुहुन्छ। पुरा हात हल्लाएर अघि बढेर अघि हिँड्दै हुनुहुन्छ। एकदम नोइज चाहिँ एकदमै धेरै छ। हामी आयौँ, एकछिन रेस्ट गऱ्यौँ, नुहाइधुवाइ गऱ्यौँ, लुगासुगा फेर्यौँ। देन आफ्टर हामी यसो निस्केको। पारिपट्टि देखिरहेको चाहिँ सेन्ट जेभियर कलेज हो। यो सेन्ट जेभियर कलेजबाट हाम्रो होस्टेल लगभग 100 मिटर होला बढीमा। हामी अब बिच जाने भनेर हिँडेको हेरौँ। बाटो काट्नलाई पनि निकै अप्ठ्यारो रहेछ। अघि देखिएको चाहिँ सेन्ट जेभियर कलेज, यो चाहिँ सेन्ट जेभियर स्कुल एकै ठाउँमा रहेछ। बढी भएछ त उल्टो हिँड्दा क्या हामी। जिब्रा क्रसिङबाट बाटो काट्नलाई पनि हम्दै पो रहेछ त। कस्तो ट्राफिक सेन्स पनि नभएको। चोक आइपियो। यो चोकबाट होस्टेल लगभग 200 मिटरको हाराहारीमा छ। ठुलो चोक रहेछ यहाँ। यो कम्प्लेक्सको नाम चाहिँ मेट्रो आयो। हामी जाँदैछौँ चतपति। हजुर के अरे मुम्बईको फर्स्ट मेट्रो एक्सपिरियन्स। अब दिल्लीतिर त मेट्रो चढिरहेको हो। हेरौँ मुम्बईमा कस्तो रहेछ। दिल्लीमा चाहिँ भोइलेन लाइन, रेड लाइन के भन्थ्यो। अब यहाँ कस्तो सिस्टम छ, लेट्स सी। मुम्बईमा मेट्रो लाइनको लम्बाइ चाहिँ 101.43 किलोमिटर रहेछ र यो प्रपोज एक्सटेन्डेड चाहिँ 523 किलोमिटरसम्म चाहिँ गर्ने भनेर चाहिँ प्रपोज गरेर रहेछ। यहाँ पनि कुरा बुझ्दाखेरि चाहिँ येल्लो लाइन, ब्लू लाइन, एक्वा लाइन भनेर चाहिँ विभिन्न लाइनहरूमा चाहिँ यो रेलवे लाइन 1, लाइन 2, लाइन 3, ब्लूको पनि लाइन 1, लाइन 2, लाइन 3, येल्लोको पनि त्यसै लाइन 1, लाइन 2, लाइन 3 भनेर त्यसरी नै जे होस् डिभाइड गरेको रहेछ।
हामी यहाँ टिकट काउन्टर आइपुग्यौँ तर यहाँनिर टिकटमा बस्ने मान्छेले चाहिँ वी आर नट एलाउड टु रेकर्ड भनेर चाहिँ भन्दैछ। हेरौँ, अलिअलि त रेकर्ड गर्नै पर्यो तर मेट्रो चाहिँ रेकर्ड गर्न पाइँदैन जस्तो लाग्यो। जे होस्, टिकट काउन्टर चाहिँ यस्तो छ। अनि हामी चाहिँ झन्डै झन्डै 3 तला मुनितिर चाहिँ यो आइपुगेका छौँ अहिले। तल पनि यस्तो मेन्टेन छ। यहीँ पो हो। यहाँ पनि अब हामी त त्यही चढेर आउने हो त्यसो भए। तर 1 किलोमिटर मात्र भन्थ्यो त यार त्यहाँबाट। गेट नम्बर 4 हो नि फेरि हामी आउने। चल 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 चल। Oh my goodness. This is how Mumbai look like from my lens. Mumbai. This is real Mumbai. हामी मेट्रोको मरिन लाइन चढेर अनि मरिन ड्राइभ जाने भनेर चाहिँ हामीले टिकट लियौँ र अनि 300 मिटर जति हिँडेर चाहिँ हामी यहाँ यो ठाउँलाई चाहिँ मरिन ड्राइभ भन्छ, यहाँ आइपुगेका छौँ। एकदम रमाइलो छ। मान्छेहरू बेलुकाको सनसेट हेर्नको लागि पुरै टाढा टाढादेखि मान्छेहरूको भिडभाडै छ भनौँ। यो समुद्र सँगसँगै भएको यो बाटोलाई चाहिँ कोस्टल रोड भन्दो रहेछ। यो झन्डै झन्डै 3.5 किलोमिटर रहेछ र अनि बेलुकाको सनसेट यस्तो देखिँदैछ। दाजुहरू बिहान द सनसेट हिँड्दै हुनुहुन्छ। अरू 2 जना आउनुभयो। हेलो हेलो हेलो। And this is the sunset that we can see from the Marine Drive, Mumbai. एकदमै रमाइलो देखिँदो रहेछ। पुरा आकाशै रातो। अच्छा आज अझ बढी हुस्सु लाग्यो जस्तो लाग्यो। Please stay connected for next video. Subscribe at Altruistic Travel. Keep supporting.